gentlemen, are you ready? Hello guys, everyone, welcome back to my YouTube channel. फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा अनि तपाईँहरूलाई हामी सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि के छ गाइज चल्ली आज चाहिँ हामी घुम्न जानु मेरो भ्लग आइसकेको छ गाइज अब चाहिँ भन्दै म हामी चाहिँ घुम्न जानु लाग्यो छुट्टीको दिन आज पनि फेरि नयाँ भ्लग के कस्तो हुन्छ अब हेर्दै जानु होला हामी रेडी भएर हिँडिसकेका छौँ यहाँ रुम नजिकै हो अनि अहिले चाहिँ हामी हिँडिसकेको छौँ घुम्नलाई गाइज अब बाटोमा भेट्नुपर्छ त्यो गाइज ल गाइज हामी चाहिँ अब म चाहिँ यहाँ स्टेसनमा आइसकेका छौँ गाइज होइन यहाँ यसो ट्रेन कुरेको घरको ट्रेनमा जाने हो सिन्चुको ट्रेन आउनु गाइज अब हामी यही ट्रेनमा चढेर जाने हो मेइताईमा भन्ने ठाउँतिर यताबाट आउँछ यता जाने यहाँ हामी वेटिङमा हो यहाँबाट आउँछ गाइज ट्रेन आउन लाग्यो गाइज कति ढिलो भयो ट्रेन आइपुग्यो गाइज अब ट्रेन आइसक्यो गाइज अब चाहिँ हामी ट्रेन चढेको गाइज ए गाइज फेरि अर्को लाइन चढ्नुपर्ने यहाँ साथी हामी यहाँ हिँड्दैछौँ स्टेसनभित्र यतातिर यहाँ फेरि अर्को लाइन चढ्नुपर्ने भयो इना खसिरे लाइन इनो खसिरा लाइन यहाँबाट कति मिनट लाग्छ अरे 10-15 मिनट यहाँबाट फेरि जानुपर्ने भयो गाइज एकछिन गाइज अब बाटोको भ्यू पनि बवाल आउँछ है हामी चाहिँ अहिले चाहिँ स्टेसनमा चढिसकेको छौँ भ्लगमा अब चाहिँ हामी चाहिँ बाटोतिर जानको लागि हिँड्दैछौँ यहाँबाट चाहिँ बाटो क्रस गर्नु पर्छ यहाँनिर यहाँबाट आएको गाइज बवाल बाटो क्रस गर्नु पऱ्यो गाइज अनि आज फेरि यस्तै भइरहेको छ गाइज यहाँ चाहिँ क्रिसमस ट्री रहेछ क्रिसमस चलिरहेको रहेछ बवाल रहेछ गाइज हामी हिँड्दैछौँ यहाँको बाटो चाहिँ बवाल रहेछ यार धेरै पछि भ्लग 2 हप्ता मैले भ्लग नगरेको 2 हप्ता भइसक्यो गाइज अब चाहिँ हामी पार्कतिर इन्ट्री गरिसकेको छौँ हामी घुम्न आएको यस्तो बवाल छ जस्तो छ होइन हाम्रो विवेकले लिएर आएको मान्छेहरू बवाल रहेछ यार यहाँ हल्ला गर्न मिल्दैन यार यस्तो बजाउनु रहेछ गाइज टिप्स दिँदै जान्छ हेरौँ टिप्स बसिरहे दामी रहेछ जम्प गाइज यहाँ चाहिँ यस्तो यहाँ गीत यहाँ बिट बक्स के भन्छ यसलाई सारङ्गी बजाउँदो रहेछ गाइज होइन यस्तो देख्यो यहाँ पनि बवाल रहेछ गाइज भिडियो चाहिँ लामो होला जस्तो छ आज हेरिदिनु होला इन्जोय गरिदिनु होला यस्तो रहेछ गाइज ए
तालहरू हाँसहरू रहेछ यार हाँस्नु पर्यो केटा यस्तो रहेछ गाइस यतिको भ्यू यस्तो छ ल गाइस हामी चाहिँ यहाँनिर पार्क घुमिसकेछौँ गाइस पार्क चाहिँ ठुलो रहेछ बबाल पानीको तालसाल रहेछ गाइस मजा आयो हाँस बोटिङ सोटिङ गर्न पनि मिल्ने रहेछ हामीले चाहिँ गरेनौँ मतलब गाइस यस्तो बबाल छ कि पार्क चाहिँ ठुलो छ ठुलै रहेछ गाइस तपाईँहरू पनि घुम्न इच्छुक हुनुहुन्छ भने यो चाहिँ मेदाइमा है टोकियोमा मेदाइमा स्टेसनबाट डाइरेक्ट इनोखासिरासे पार्क हो यो चाहिँ त्यही हो गाइस बबाल छ गाइस अलिकति यस्तै भइरहेछ गाइस आजको भ्लग इन्जोय गर्नु होला हामी चाहिँ गाइस तपाईँहरू पनि जापानमा हुनुहुन्छ भने बवाल छ गाइस अहिले चाहिँ बेलुका भइसकेको छौँ हामी चाहिँ इभिनिङमा आएको 3-4 बजे अहिलेको त्यही 4 बज्न लाग्यो होला सायद 4-5 यहाँनिर बवाल मन्दिरहरू अनि क्या हामीले साकुरा फुल्ने बेला पनि बवाल हुन्छ गाइस फेरि आउनु नि हुन्छ मन्दिर पनि रहेछ जिन्जामा पुग्ने रहेछ थाहा छैन यस्तो चाहिँ गाइस म चाहिँ अहिले नजिकौँ यहाँ बवाल रहेछ यार गाइस ए यस्तो चाहिँ गाइस इन्जोय गर्नु होला अब चाहिँ बेलुका भइसकेको छ मैले चाहिँ भ्लग यतितिर अहिलेको पार्कको भ्लग चाहिँ यतैतिर इन्डो हुन लागिसकेको छ गाइस हामी चाहिँ घर फर्किएछौँ अब चाहिँ घर सर फर्किसक्यो आजको भ्लग कस्तो रह्यो के रह्यो होइन के हो लाइन चढेर अब चाहिँ हामी घरतिर लाग्छौँ गाइस होइन आजको भिडियो यति नै है त गाइस अनि इन्जोय गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भ्लगलाई मैले चाहिँ आजको भ्लग त्यस्तै भयो होइन अनि त्यही भनेर मैले चाहिँ अब यतै इन्ड गर्न लाग्यो गाइस यस्तो दामी छ बजारहरू चाहिँ यहाँ बाटो क्रस गर्ने अब चाहिँ हामी चाहिँ घर जान लाग्यो ल है त गाइस बाई सी यु नेक्स्ट भिडियो